नमस्कार दर्शकवृन्दहरू, के तपाईँहरूलाई थाहा छ हाम्रो भान्सामा पाक्ने सामान्य टमाटरको अनेकौँ फाइदा रहेको छ। केही यस्ता रोगहरू छन् जुन रोग लागेको रोगीले चाहिँ टमाटरको दैनिकी सेवन गर्यो भने औषधिभन्दा ज्यादा फाइदा पुर्याउँछ। त्यस्तै केही यस्ता रोगहरू छन् जुन रोग लागेको रोगीले टमाटरलाई बिल्कुलै सेवन गर्नु हुँदैन। टमाटरको बारेमा जान्नका लागि भिडियोलाई पुरा हेर्नुहोस्, साथै भिडियो मन परेमा भिडियोलाई लाइक गरेर च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरिदिनुहोस्। टमाटरमा भिटामिन के, भिटामिन सी र भिटामिन ए प्रशस्त पाइन्छ। टमाटरमा भिटामिन सी प्रशस्त पाइने भएकोले यसले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। साथै टमाटरमा भिटामिन ए प्रशस्त पाइने भएकोले यसले पाचन शक्तिलाई मजबुत बनाउनुको साथै मोटोपनबाट बचाउँछ। त्यसैगरी टमाटरमा भिटामिन के प्रशस्त पाइने भएकोले यसले हड्डीलाई मजबुत बनाउनुको साथै क्यान्सर तथा मुटु रोगबाट पनि बचाउँछ। त्यसैगरी टमाटरमा फाइबरको मात्रा प्रशस्त भएकोले यसले पाचन शक्तिलाई मजबुत बनाउनुको साथै कब्जियत हुनबाट पनि बचाउँछ। त्यसैगरी टमाटरमा अमिलोपन ज्यादा भएकोले ग्यास्ट्रिक तथा अल्सर भएको व्यक्तिले बिल्कुलै खानु हुँदैन। त्यसैगरी बाथ तथा किडनी स्टोन भएको रोगीले यसलाई बिल्कुलै खानु हुँदैन।